हेलो गुड इभिनिङ गाइस हैन वेलकम टु माई ब्लग। आज चाहिँ 9th मे हामी चाहिँ म र मेरो रुममेट राहुल हैन हामी जाँदैछौँ सेन्ट्रलतिर घुम्न हैन। हामी यहाँ छौँ। अब यहाँबाट टक्क घुमेर मार्केटबाट इलफोर्ट स्टेसनमा जान्छौँ। आज घाम चाहिँ टिक्क टल्क्या छ, हल्का हावाहुरी नि चल्या छ है त। अनि हामी त्यहाँबाट सेन्ट्रल जान्छौँ अनि घुमेर तपाईँ देखाउँदै गर्छौँ सेन्ट्रलमा के छ भनेर। यहाँ नर्थ गिनिज स्टेसनमा चढिसकेको छ। अब यहाँबाट हामी जाँदैछौँ O2 एरेना गएर अनि मस्त अब घुम्ने सुम्ने होइन खाने पिउने अनि मस्त लाएर चिल रमाइलो गर्ने के विकेन्डमा चाहिँ। वाउ यो चाहिँ हाम्रो एउटा कन्सर्ट हुने ठाउँ हो होइन। अनि O2 एरेना वाउ क्या बोबाल ठाउँ रहेछ स्टेसन बाहिर त। आम्मामा पुरा एयरपोर्टवाला फिलिङ दिएछ त। क्या दामी सिनारी क्या आम्मा यस्तो ठाउँ पो आउनुपर्छ त घुम्नलाई। ओहो पुरा अब लाग्दैछ सेन्ट्रलतिर आएको छु भनेर। हो फोटो सेसन चल्यो होइन। हामी फोटो खिचेर अब हामी यतातिर खतरनाक ठाउँ पुरै कार पार्किङ रहेछ होइन। अनि यतातिर ठाउँ रहेछ होइन। ओहो केबल कार यतातिर पनि छ हौ। लन्डनमा आऊ साथी हो घुम्न लन्डन। क्या दामी ठाउँ रहेछ यार। यस्तो भवाल ठाउँमा घुम्न पाए त प्यारीसँग घुम्न आउनु हुन्थ्यो तर प्यारी नै छैन। के गर्नु प्यारी अब खोज्नु पर्यो है। ल प्यारी तिमीलाई खोज्दैछु तिमी भेट है चाँडै चाहिँ। अब यहाँबाट अब हामी खाना खान जान लाग्छ। भोक लागिसक्यो आम्मा खतरा भोक लागिसक्यो होइन। यहाँ बिल्डिङहरूको स्ट्रक्चर खतरा हुन्छ क्या। यो बिल्डिङ हेर्दाखेरि त ओहो पुरै आर्किटेक्चरलाई त मान्नुपर्छ हो यस्तो बिल्डिङ बनाउनलाई। अनि यो बिल्डिङ त ओहो झन् खतरा झन् केबल कार जाँदैछ। ओहो बिल्डिङको टक्क लाएर केबल कार हाई गरिदिउँ केबल कारवालालाई हाई। यहाँ त अब मल जाने भड्याङ पनि पेन्टेड हुन्छ होइन। क्या मजाको ठाउँ छ यार बवाल ठाउँ। अब यहाँ फेस बनाएको रहेछ यो अपार्टमेन्ट हो अपार्टमेन्टै हो। अनि यहाँ चाहिँ थेम्स रिभर केबल कार चाहिँ केबल कार जाँदैछ थेम्स रिभरबाट। हेलो भनिदिउँ हेलो गाइस हेलो। अब्बुई खतरनाक पनि चलेको आम्मा ट्याक्क थेम्स रिभर है। अब पुलबाट हिँड्दै थेम्स रिभरसम्म जाने टक्क त्यहाँ हल्का फोटो खिच्ने अनि टक्क अनि त्यसपछि ओली जाने मोमोसम्म खाने मजाले। अनि त्यसपछि घर फर्किने। यो पनि अपार्टमेन्टै हो। क्या सही अपार्टमेन्ट छ यार थाइट होइन। अनि त्यहाँको ट्याक्सीबाट जाँदैछ। हेलो गाइज हेलो वेलकम टु लन्डन। गाइज यो ठाउँमा आएर नि मेरो साथीले चाहिँ गर्लफ्रेन्डसँग आउनुपर्छ राम्रो टाइम स्पेन्ड हुन्छ भनेर भन्दै थियो होइन। यो मेरो साथी होइन। अब हुन त साँच्चीकै रहेछ होइन के भन्नु त्यस्तो चाहिँ। अब हामी यो मलभित्र छिर्दैछौँ अनि छिरेर हेरौँ कस्तो रहेछ मल चाहिँ। अब हामी यहाँ O2 भित्र मलभित्र छिर्दैछौँ अनि मलभित्र छिरेर हेराउँछौँ कस्तो छ के छ भनेर। कताबाट छिर्ने हो बिचबाट कि साइडबाट? बिचमा छ कि साइड? बिचबाट ल सब मान्छे साइडबाट घुसिरहेको छ। हामी एक्लै बिचबाट घुस्छौँ फेरि खुल्दैन यताबाट जाऊँ यतैबाट जाँदैछन् मान्छेहरू यतैबाट जाऊँ। O2 एरेना होइन स्टारबक्स यो O2 सिम हो यहाँको बवाल ठाउँ छ पिलर आइच। साथी कस्तो लाग्दैछ आज आउटिङ आएर कस्तो लाग्दैछ? बहुत अच्छा लग रहा है आज आके। उसले चाहिँ नेपाली बोल्न आउँदैन होइन। ऊ चाहिँ इन्डियाबाट रहेछ यूपीबाट आजमगढ। अरे यूपी अपना पुराना ठाउँ यार जहाँ पे अपना रोला चलता था। साथी हामी यहाँ आइपुग्यौँ होइन। मस्त हो डिस्को लाइट्स वाउ क्या खतरा देखिरह्यो के मेरो त टल्केको। यहाँ उलिस आइसकेको छ। अब जाँदैछौँ कैलाश मोमोमा मस्त लाएर मोमो खाने चाउमिन खाने नेपाली फुडहरू खाने के खाने क्या दामी देखिरहेछ। अस्ति जाडोमा आउँदाखेरि पुरै सुकेको थियो अहिले त गर्मीमा आउँदाखेरि त हरियाली नै हरियाली। सेन्टरनिर आइपुग्न आँट्यौँ होइन। ट्याक्क यहाँ रहेछ कैलाश मोमो। यहाँ चाहिँ मिठो खानेकुराहरू पाउँछ कैलाश मोमो। यस्तो दामी ठाउँ रहेछ होइन कैलाश मोमो खाना आउनु होला होइन।
नेपाली फुडहरू पाइन्छ, ड्रिङ्क्सहरू पनि पाइन्छ मजाले। गाइज फाइनली अब कति 25 मिनट जति वेट गऱ्यौँ अनि ठ्याक्क टेबल पाइसक्यो। टेबलमा बसिरहेछौँ, साथी पनि छ, मस्त लाएर चिल्नुमा अब रमाइलो गर्दै खाने हो होइन नेपाली डिसेसहरू। चाहिँ बरु उत्सुक हुँदैछ, उसलाई चाहिँ मोमो धेरै राम्रो लाग्छ। यहाँ चाहिँ खाना आइसकेको छ होइन, अहिले चाहिँ फ्राइड मोमो, चिली मोमो होइन, स्टिम मोमो आउनु बाँकी छ होइन। साथीले के लुगाएको हो, मोमो खाइसक्यौँ। यहाँ अब मटन छोइला आएको छ सेट, अनि यहाँ चाहिँ हाम्रो आएको छ चिकन झोल मोमो, अनि एउटा चिकन स्टिम मोमो बाँकी छ, चिकन चाउमिन बाँकी छ। साथी त रुक्क हाम्रो सस्तोवाला दारु। अब गाइज हामी खाएर होइन मेट्रोमा बसेर अब यहाँ निस्किँदैछौँ घर होइन। यहाँ क्यान्डिड वाकसम्म आइपुगेछौँ, यता बसेछौँ, म यता बसेर अब यहाँ क्यान्डिड वाक बस स्टेसनमा छौँ। अब यहाँबाट गइहाल्छौँ हामी चाहिँ घर फर्तिर। टनी खाने आज पेट होइन कि यहाँसम्म घाँटीसम्म बढ्यो कि हजुर, यस्तो बवाल आयो। कैलाश मोमोको मोमो क्या खतरा के। गाइज हामी अब घर पुग्न लाग्यौँ होइन, अब यहाँ 1 मिनटमा घर पुग्छौँ ल। बाई गाइज, सी यू सुन इन द नेक्स्ट ब्लग।